अब तैँले मलाई छुन पनि सक्दैनस्, किनकि आज म मालिकको हैसियतमा छु भने त मेरो नोकरको हैसियतमा पनि छैनस्। जानु भने होस आउँछ अनि सँगै लगेर जाउँ। बाबु नढाँटे भन्नु पर्दा तपाईँलाई पनि भनेको थिइनँ, तर आज तपाईँलाई भन्छु। तपाईँलाई भनिसकेपछि यो कुरा देवीले नभन्नु है आमा। म देवीलाई भन्दिनँ, देवीलाई त्यस्तो ठुलो रोग के लाग्यो भन्। आमा, देवीलाई ब्रेन ट्युमर भएको छ। बाबु के यो कुरा सत्य हो? बरु कसैले नदेख्ने गरी सुटुक्क घरमा आउनुहोस्, सरिता नानी र तपाईँ कुरा गरेर बस्नुहोस्। अब तैँले मलाई छुन पनि सक्दैनस्, किनकि आज म मालिकको हैसियतमा छु भने त मेरो नोकरको हैसियतमा पनि छैनस्। एक दिन आउँछ, यत्रो घर त माया मार्यो भने जब यो गर्नको के आशा दिन। शास्त्रीले राकेशलाई भने धोबी कुटेर त्यही जङ्गलमै छोडेर गएका थिए। जङ्गलमै छोडेर गइसकेपछि भने राकेशले पहिले नि आकाशलाई जेलबाट छुटाएर लिएर आउनको लागि यो पेपरमा साइन गर्नुपर्छ भनेर आमालाई साइन गराएको थियो। साथीहरू त्यो साइन अरू त्यो निवेदन पेपरमा नभइकन अहिले लाल पूर्जाको नामसारीको पेपरमा साइन लगाएको हुन्छ साथीहरू। त्यसै कारणले अहिले भने राकेशले दरो हात हतियार फेला पारेर अहिले भने आकाशको घर गएर यो मेरो घर हो, मेरो नाममा यो जग्गा नामसारी भइसक्यो भनेर आकाशको परिवार र आकाश आमा र बुढीलाई भने त्यहाँ घरबाट निकालिदिइसकेको छ। र आकाशको बुढी र आमाले लगाएको गहना पनि राकेशले खोसेर राखेका छन्। साथीहरू अहिले भने आकाश र आकाशको श्रीमती र आमा भने अहिले सबै सामानहरू फालिदिइसकेपछि सबै सामानहरू बोकेर जङ्गलतर्फ लागेका छन्। साथीहरू यो एपिसोड पनि यत्तिकैमा समाप्त भएको छ। साथीहरू तपाईँहरूले हाम्रो भिडियो मन पराउनु भएको छ भने भिडियोलाई एक लाइक गरी च्यानललाई सब्सक्राइब गर्न भने नबिर्सनुहोला।